बाँकी केटाहरू यहाँ आउँदैछ हेर्नु थाकिसके जस्तो छ प्रभास सर अलरेडी हामी चाहिँ उता पूर्वबाट आएको नि कता पूर्व भने उता पूर्व भनेको उता गच्छा मोरङबाट मोरङबाट हजुर झापा मोरङ झापा मोरङबाट देखिँदैन उयो देखिन्छ त उ त्यो केवल कार देखिन उहाँबाट देख्छ ऊ त्यहाँबाट चन्द्रगिरी हिल्समा स्वागत छ हामी सबैलाई स्वागत छ प्रमोसरलाई पनि स्वागत छ रवि अधिकारीलाई पनि स्वागत छ ल है उता हाम्रो भाइ राजा पनि आउँदैछ हाम्रो काठमाडौँदेखि थोरै मासतिर चन्द्रगिरीको यात्रा थोरै ट्रेकिङ मस्त भइरहेछ होइन आइरहेछन् बाबे त हराएछ बाबे उपर आउँदैछन् बाबे लास्टै गलिसके भोलि पर्सि अन्नपूर्ण बेस क्याम्प कसरी जान्छन् पनि हामी त छोडिदिने हो गल्यो यार दिस इज अ किङडम आउँयो देखिन थाल्यो अलिअलि राम्रो राम्रो भ्यूहरू मुला केटाहरू लास्ट हाउडे रहेछ नि यिनीहरू यो हामी उहाँ पर ऊ पर छौँ उहाँ तल बिग्रिहाल्यो बाबु रिच बिचकेर नि केटाहरूले छोडेर आयो भनेर टाउको दुखेर मर्न आँटिरहेको छ केटा बिजोग भइरहेको छ मुस्कान सर यता फाइनली केटाहरूसँग भेट भयो चङ्गा उडाउँदै हाम्रो साथी चङ्गा उडाउँदैछ चन्द्रगिरी हिल्स फाइनली केटाहरूसँग भेट भयो होइन अलिअलि ट्रेकिङ भयो गरियो हालामाद्रेद अर्को हालामाद्रेद प्राइभेटर छ ल अर्को पनि हालामाद्रेद आयो हालामाद्रेद त्यहाँ हाल्यो के हो नि एउटै टिम हो ल एउटै टिम हो एउटै टिम हो तपाईँको त जर्सी खै अनि आमा चन्द्रगिरीको हेर कस्तो मजा हेर ट्रेकिङ केटाहरूको यो हाम्रो कस्तो फिल हुँदैछ सुभाष टाउको देखिनेको भयो अलिअलि कसलाई किनिदिनु लेज अब गर्लफ्रेन्ड भयो पो लेज किन्नु केटाहरू त पानी खिलाउने लाने अरे ल लग्नु एक दुईवटा पानी बोकेर 25 रुपियाँ जार आउँछ हो न काठमाडौँले जार लिएर आएको 25 रुपियाँ हो न त्यो जार ल्याएको होइन जार पाउँदैन 25 रुपियाँमा जार मिल्दैन खाना नसकेर भिडियो चाहिँ बनाउने हो मासुको भए चाहिँ किन्दा हुन्थ्यो केटाहरू आमा फोटो हाल्दैछन् सेल्फी हाल्नुपर्छ केटा हो आयो चन्द्रगिरी हिल्स चन्द्रगिरी हिल्स आयो हुन्छ यहाँ त खिच्नुपर्छ दिस इज द किङडम त्यतै चन्द्रगिरीको भ्यूज अरे मेरो सिंगल फोटो खिचेन कि ल अहिले एकछिन चन्द्रगिरी मुस्कान सरको त झन् छँदै छैन यो फोहोर धेरै खिटे मान्छे त यो दुईजना अगाडिको चम्पुत्लेहरू अगाडि फोटो खिच्ने मैले है गरिसकेँ यो चाहिँ म है क्यामेराम्यान फोकस इट हियर And here we go. We are in a Chandagiri. Ho. Hazur.
आएर खिचेको होइन सर भिडियो गरेको खिचेको होइन हेलो 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 जति कसम खाए पनि स्टोरीले सो अब हामी चाहिँ चन्दागिरी हिल्समा केबल कारमा चढ्न आँटेको है जान्छन् मुस्कान सर हुन्छ पछाडि अगाडि अगाडि हाम्रो भाइ हाम्रो साथीहरू यता म्याट्रिक होला मात्रै होला फ्रीमा पाएर मात्रै आएको नि हो यो चाहिँ हामी त क्या तीनजना होला मात्रै एउटैमा जाने हो होइन अरू त्यही थाहा छैन छिट्यो है यो भिडियोमा टिकट काउन्टर चेकिङ गराएर चेकिङ हुँदैछ 2 जना हो र दुलो परिसक्यो हाम्रो हिल्समा केवल कार चढ्नको लागि टिकट बुक गरेर आइसकेको अवस्था छ है चेकिङ हुँदैछ मुस्कानको पनि दुलो पर्यो तर झोरी मान्छेले पारेको And here we go. We are ready to fly. ready to fly. We are ready to take off. Hello. Ticket राख्नुमै लगडाऊ. डोर क्लोज भयो है ना डोर क्लोज को देखाउनै पाइने नि ल. डोर क्लोज. ल साथी हो केवल समात्ने ठाउँ नै रहेन सर. मुस्कान दाइले यता देखाउनु पर्यो आउनु भएन ट्रेनमा केही हुँदैन साथी हो क्यामेरा हुँदैन रहेछ कसैलाई फिस्टुला पाल्छ मलाई मन लाग्दैन भने तपाईँले भरिदिने उता सिनहरु कमाल देखिनु रहेछ यार उताको सिन के माथि हेर न सिसा अलिक सफा भएन है सिसा चाहिँ ओभर क्रास्टल क्लियर दामी भिडियो बनाएर पठाउने हो केवल गराउँदैछ हो केटा बाई 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 हेलो आफ्नो त फोटै आएन अनि उताबाट खिच्नु लगाउन हाला मात्रै हाला म्याड्रिड हाला म्याड्रिड मेस्सी ओइ मेस्सीलाई निकाल यार मेस्सी ओइ यहाँको कस्तो इनअगुरल टेस्ट भनेर हो कुन पोइन्ट जस्तो कस्तो बनाएर फोड्दै ए होइन यहाँ फाडेकै छ यो पछि केही मेन्टेनेन्स गर्न आउनु पर्यो भने त्यो हो र बाटै बना जस्तो छ बाटो यो सबै बडी अग्लो भएर डिस्टर्ब गर्छ भन्ने छ मलाई कस्तो दामी यार कति माथि होला यो 2500 हाइटमा माथिसम्म जाँदाखेरि 2500 कतिसम्म छ हाइट कट्टुसको रुख रहेछ यार बोटेबाट कटुला छ कटुला छैन भित्र जाउँ कस्तो छ यार एकचोटी पुग्यो बाक्लो है बटेर खालको है यहाँ तल त गोरेटर छ नि हिँड्ने क्यामेराम्यान फोकस हो रहेछ हिँड्ने ठाउँ रहेछ अनि हिँडेर त अनि खोइ कति घण्टा लाग्छ भनेर देखाइरहेको थियो ए माथि हिँड्नेबाट पनि छ छ अरे त ट्रेकिङ छ अरे यही तल हेर्नु बाबा त्यहाँबाट होला भालु दार्ने रहेछ तर यहाँ यसको वेबसाइटमा छ क्या यही हिँड्ने बाटो होला यही रहेछ के यो होइन मान्छे एउटा त हिँड्न सक्छ मान्छे हिँड्न सक्ने गरेको रहेछ के को होइन हेर्नु त ट्रेकिङकै लागि हो खैरे नै रहन्छ ओ ट्रेकिङकै लागि ट्रेकिङको लागि त हो जस्तो हिँड्नलाई
ठाडो छ ट्रेकिङको अनि कस्तो सिडी बनाएर आछ एउटा गाना जाऊ रुन आडिरहेछ ल गाना जाऊ केबल कार एउटा भिडियो गरिदिनु त एउटा मुस्कान हजुर हिजो रातिको के दसैँ एउटा के गाना ल गसरीमा बोल्नु ल गाना ल गाना गाना मुस्कान सर परमेश्वरले सर ल गाना ए उसले सक्दैन उसको घाँटी गइसक्यो डराइसक्यो हेर न बोली हेर न कस्तो डर लाग्यो हात गर्दैन त भुले तरुणीमा कसरी रामजी भिडियो गर्दैछु नगर्नु न भरे हाल्नु पर्छ तिम्रो ओठमा तिम्रो मुस्कानमा तिम्रो सुबासमा भरे मुस्कान मात्रै ओए आउ बुलाहरु भाकामा कसरी म भुले के म भुले बाइ गरेर बाइ 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 पानी भित्र डुबी बस्छ चन्द्रमाको छाया पैसा सकिने बेला बसेको चन्द्रगिरी डुबी बस्छ चन्द्रमाको गाइस हामी अहिले चन्द्रगिरी केबल कारमा नमस्कार हजुर उड्न पाए आज भदौ 30 जाँदैछौँ भदौ 30 गते हो 31 होला 31 आज भदौ 31 गतेको दिन हामी चन्द्रगिरी मुस्केन्द्रसम्म हुन्छ तपाईँको अब केबल कार मुख निकाल्नु सबै भइसक्यो सधैँ तपाईँ काम गर्नु न ल पक्ड न ल यसरी भिडियो बनाउन सबै सर ल हामी त हराउने रहेछौँ त आज भदौ 31 गतेको दिन हामी केबल कारमा चढिरहेको छौं कहाँको जाँदैछौँ केबल कार चढिरहेको छौं हामी टेकअप गर्दैछौँ ल्यान्डिङ हुँदाखेरि कसको मुटु काम्ने हो त्यो चाहिँ मलाई थाहा भएन सही बात अब प्रमोसर कस्तो अनुभव भइरहेछ एकदम गजब मुटु जलिरहेछ कामिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिन मलाई त गाउनै आउँदैन यता टोलाई राख्नु यहाँ पढ्दैछु क्या नाट्यो भाइ गाई जब हामी गरे गीत गाउनुहुन्छ केटाहरू यहाँ पढिरहेको छु भन्छ हेर्नु व्यवस्था पनि सुभाष कुमार चौधरी गाइजहरूसँग काठमाडौँ सहर कता देख्यो काला चस्मा राता रानी फुलले चाहिँ साँझ काला चस्मा लौ है मैया विशाल बजारको नगर्नु है चिन्ता मैया 2-4 हजारको 10,000 छ त त्यहाँ निकाल्नु कालो चस्मा लौ है मैया विशाल बजारको नगर्नु है सुर्ता मैया 2-4 हजारको ए माया कहिले भक्तपुर ए माया कहिले ललितपुर ए माया कहिले भक्तपुर ए माया कहिले ललितपुर काठमाडौँ सहर काठमाडौँको नौतले डाँडा पाए हुन्थ्यो म यको सारा काली बचाउ गडा चैमा घण्टाघर अल्लारेको दैराको नै भर पाए हुन्थ्यो तरुणी उसिलाको गाई हामी हरायो बादलको ओए माथि माथि ओइ मेरो चाहिँ कसले भन्दैन सब ल बादलको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर
बादल जस्तै उडे बादल हौ तिमी बादल हौ बादल हौ तिमी बादल हौ आइपुग्यो है गाई जब ल्यान्ड हुने बेला हामी चाहिँ 2500 हो क्या आयौँ ल यसको भिडियो खिच्नु फाइनल्ली गाइस हामी ल्यान्डेड हैन ल झन्डै पानी चाहिँ नबिर्छ आफ्नो झुम्टो झर्टो नबिर्छ मेरो खिच्दै हो त्यताबाट ल ल ल ल सरहरू ल उत्रिनु सरहरू ल उत्रिनु ल ल ल ल ल ल ल and it's me Ravi Adhikari wo फेरि टिकट देखाउनु पर्छ है क्या हो यार अनि मुला यस्तो राम्रो चिज हुँदैन दिस इज द किङडम सो हामी जाम ट्रेकिङ गरेर आउँ बाहिर एकछिन बाहिर जाउँ ल हामी चाहिँ केही बेला चढेर कति सत माथि अरे सर 2000 कति अरे 2520 मा आएको पुरा हुसुसुसु लागेर आम्मा कस्तो राम्रो चिसो ह्याप्पीडेन्ट पनि नखानुपर्ने रहेछ यहाँ त यार आफै चिसो हुने रहेछ यहाँ त अघि अघि ओरालीमा पछि यो केटो के भएको आइसक्रिम किन्नु न कसलाई अनि यत्रो ह्याप्पीडेन्ट नखानुपर्ने ठाउँमा कहाँ आइसक्रिम खानु म त आइसक्रिम होइन जसको पनि बन्द हुन्छ जस्तै यो हाइट माथि आउँदाखेरि Come on, catch, baby. Catch. अयो ल एउटा आइसक्रिम कतिजना खानु तिमी र म खाने दुईटा चम्चा ल्याउ 125 वाला पर्ने रहेछ त्यसले पनि चिसोले गाह्रो भइहाल्छ अनि ए त दुईजना त साँच्चै गाह्रो पो हुन्छ त है कटन क्यान्डी किरण भाइलाई पनि हुन्छ चन्दागिरीको खानेकुरा एकदम मको रहेछ अलिअलि तपाईँहरू त नखानु हामी चाहिँ खाइहाल्यौँ ल अब खाइदिउँ न त होइन ल्याइसकेपछि त खानु पर्यो होला हाइलो गर्नु पर्दैन हाई सेयर भनेर भन्दा भयो कस्तो नपर्छ पपकर्न खाँदै हामी चाहिँ माथि जाँदैछौँ हाउ डु यु फिल इन चन्दागिरी तपाईँ समाउनु म खान्छु म भुल्न सक्दिन जहाँ प्रमोद वीरताको चिनो वीरको शहीदको रगत लहरेको निशानी अब तिम्रो हातले चलाउनु पर्दैन जुगले बुलायो हाम्रो कहानी वीरताको चिनो कटन क्यान्डी लास्टमा खानुपर्ने रहेछ अनि यो सबै के हमला गर्न चारैतिर भिडियो बन्द है अलिकति खानु भनेको यो चाहिँ यहाँ चाहिँ चिताएको कुरा एकदम पुरा हुन्छ भनेर बनाएको रहेछ होइन पुरै भिडियो रहेछ एन्ड आई होप देयर ड्रिम्स कम ट्रु नाउ यहाँ चाहिँ एकदम कम रहेछ के लेखेको रहेछ हेरौँ है त मनोज ईश्वरी कल्पी कल्पना ओम कृषु ओम कृषु हेर यहाँ केटाहरूले क्यान्डी ए पछाडिको पो क्यान्डी खोइ मुसान्तर खोइ क्यान्डी तपाईँको जुत्ता टेक्नु भयो हौ चिनी के बन्ने हो त
उसै मस्त लागिरहेछ आइसक्रिम खायौँ पपकर्न खायौँ लास्टमा के अरे यसको नाम भुइँया झर्न चाहिँ मार्नुहुन्छ होला भुइँमा त नझरोस् है and we are having too much fun at Chandagiri Hills. So here we go. यहाँ सुभाषको सिङ्गल खिचिदिनु त मसँग कस्तो नसुनेको ह्यापी बर्थडे टु यु अहिले सेका खुवाउनुहुन्छ नि त मुस्कान ह्यापी बर्थडे भन न मलाई सेका खुवाउँछ ह्यापी बर्थडे मुस्कान ह्यापी बर्थडे अस्ति ह्यापी बर्थडे भन्नु पाएको थिएन हो मुस्कान त्यतिखेर पाउनु भएको भए त्यहाँ पैसा तिर्नु पर्थ्यो नि त तपाईँले फेरि कस्तो दामी फोटो कत्रो तानेको भुँडी छोड्न त एकचोटि ल मेरो मनोकामना सबै पुरा हुने भयो अब चन्दागिरीमा आएर छिटै प्रौदाले गरे मेस्सी भजला मेस्सी 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 यम 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 मेस्सी भिडियो गरेको केटा हो तिमीहरूको यस्तो गरेर दुईजना मामा बोले तिम्रो तिम्रो मुस्कानमा तिम्रो मुस्कानमा आँखामा के भाकामा कसरी म भुले के मामा भुले ओके थ्याङ्क यू वाउ नेपाल राई मैलाले गाउँ छोड्यो रे बाटो छेकिदेऊ न कुन गाडीमा चढ्यो होला कुन घुम्ती काट्यो होला ढाँट राखिदेऊ न फर्क भनिदेऊ न राई माइलाले गाउँ छोड्यो रे राई माइलाले गाउँ छोड्यो रे सिरमा ढाका टोपी कुम्मा काने झोला गोलो चिम्सो आँखा खुकुरिने होला नाम सोधे उसलाई फुल्झै हाँसिदेला कोटको गोजी भित्र हाम्रो फोटो होला त्यही फोटो हेर्दै भोलि माइला रोला खोला ए फर्का भनिदेऊ न राई माइलाले गाउँ छोड्यो रे राई माइलाले
मुस्कान ए भएन थ्री माथि माथि सागरको जुन हेर्नु माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको म हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारेखा के देखौँ म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला फुलहरू मुस्काउँछौ तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र लेकैमा कुहिरो पर्खिरहेछ सिम 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 हिउँ पानी बर्सिरहेछ सिम 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 हिउँ पानी बर्सिरहेछ तिमी बिना तिमी नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबसेर तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको स्वेटर पैसा 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 साथीहरू आज हामी 2520 मिटर अग्लो यो चन्द्रगिरी भन्ने ठाउँमा रहेका छौँ। यहाँनिर आज हाम्रो प्रमोद सरले चाहिँ अत्यन्त मिठो गीत गाएर हामीलाई मनोरञ्जन प्रदान गर्न जाँदै हुनुहुन्छ। यो हुस्से लाग्ने चिसो चिसो मौसम वातावरणमा आज हाम्रो प्रमोद सरले रौनक थप्न जाँदै हुन्छ। हामी कति मिटर अग्लोमा छौँ? समुद्र सतहदेखि 2520 मिटर अग्लो आएका छौँ। प्रमोद सर, आई वुड लाइक टु वार्मली वेलकम on this stage. Now all the stage is yours, sir. Yeah, you may cover the whole stage. अब इङ्ग्लिस बोल्न हिँड्दैन हैन? अलि बिचमा आउनु न। एउटा हिन्दी। त सुभाष सर। ल। हीरे मोती मैं ना चाहूं मैं तो चाहूं संगम तेरा मैं तो तेरी सैया तू है मेरा सैया
तू जो छूले प्यार से आराम से मर जाऊं आजा चंदा बाहों में तुझ में गुम हो जाऊं मैं तेरे नाम में खो जाऊं सैया 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 Uncurable disease. He's about to die. He's about to die. Please. He's having cancer, so that's why. म बाँचेकै तिमीसँग माया लाउन हो मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो माया गर्ने मुटुले हो निधारले हैन सुना माया गर्ने मुटुले हो निधारले हैन सुना माया गर्ने मुटुले हो निधारले हैन हैन Awesome. And these are the guys who are always top of the game. What? Yo. त्यस्तो त मैले पनि गर्नुपर्ने थियो सुभाष यहाँले म सम्झिन्छु ल पर डलालको फाइनल गरौँ Messi! मेसीले बिगार्दैछ लो फेरि बाटो ठुलो पो छ त त्यो त बाटो देख्नु भएन यहाँबाट देखेपछि उता फ्रन्टबाट पनि छ के बाटो मस्त रमाइलो गरेर चन्दागिरीमा सर लाग्यो फेरि फर्किँदैछौँ भात पाक्यो भाँडैमा ट्रेकिङको लागि त्यहाँ उयो भिडियो बनाउँदा त्यो उयो के अरे बाख्राको अध्यक्षवाला भनेर त डाइलग कस्तो दामी हुन्छ फर्किँदैछौँ है ल भन न ए म भन्छ सिकाउँदै के अरे ल भिडियो लगाएका के अरे त्यो डाइलग भन न छिटो खाटी नेपाली काका मान्छेले यहाँ कस्तो कस्तो गरिसक्यो अहिले बाख्राको अध्यक्ष म अरे ए काका हो भन्ने हो त मा टोक्ने बनाएको तपाईँहरू अनि कोही अर्को नि भन न के त्यही त हो नि मा ज्याक्नेहरू भन्ने त्यही हो बाख्राको अध्यक्ष बनाउनु को बाख्रा अध्यक्ष बनाएको मान्छेले कस्तो कस्तो गर्छ भन्छ नि यहाँ त बाटो हरायो त तल ट्रेकिङ पहाड छ कि हो यो पहाडको अर्को पहाड हो नि त अर्कोतिर जान्छ है त्यो अब तर यो मुनि मुनिको रुख सबै यो ओरालो झर्दाखेरि निकै स्लोमा झरिरहेको छ त्यो कहाँ पुगिसक्यो यो रुख काट्न त कति मेहनत गर्नु पर्यो यस्तो लाग्नु भयो साइली मैले हत्या गरेर के गर्ने दुई प्याक खाएर
लाउडस्पिकर थियो कत्रो बेइज्जत गरिदिएको यार वर्ड अफ द डे 4 बजेपछि फोन गर्छु भनेर झन् क्या योजना बनाइरहेको थियो आज त 4:09 बजे पुगेछ कि अनि फुर साउन्ड कम गरे अरू बेला 4 बजे भन्दा अगाडि फोन उठाउँदैनन् कि आज चाहिँ कहाँबाट छिटो पुगेछन् कि अनि उता जिम्मालाहरू नानीलाई अनि कुदेको हिरोनी बन्छन् ओइला के हो ओए झरै केटा यता हेर्दा त रोकिएको जस्तो देखिँदैछ तारमा मात्रै हेर्दै थियो तारै कुद्ने हो नि त होइन मजा साटेको कुन डिफोर्स मेरो त त्यो बिग्रिसक्यो त्यो च्यातिसक्यो तपाईँ म त त्यति लाउनु हुन्न है क्या कस्तो त्यति लाउनु अनि तपाईँ अझैसम्म बिग्रेको रहेछ कहाँ कुदेको नाच्नु छोडेर कहाँ कुदेको गयो दाइहरू यता दाइ सुभाष दाइ यता हो अझ डरै आयो अझ फेसियल एक्सप्रेसन अलिकति मिसिङ भइरहेछ एक्सप्रेसन अझै गानै बन्द भयो अब के यहाँ पनि वाइडर चल्दाखेरि रहेछ यहाँ धोकै राख्यो हाम्रो है उता अनि यहाँ आएर केबल कार चढ्ने पैसा नभएपछि नि फोटो खिच्दै जाने क्या मिला गर्छ कि हो तिमीले टिकटको पैसा तिर्नु पर्छ